अबको 15 दिनभित्र सुदन गुरुङ गृहमन्त्रीमा फर्किने रासोपाको खुलासा। सुदन बाहेक अरूलाई गृहमन्त्री बनाउन बालेनले नमानेको दाबी। गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको 15 दिन बितिसक्दा पनि गुरुङमाथि लागेको आरोपबारे सरकारले न त उचित छानबिन न त गृहमन्त्रीको नयाँ नियुक्ति प्रक्रिया अघि सारेको देख्दा सबैलाई चकित पारेको छ। तर पार्टी स्रोतले वैशाख 28 गते संसद बैठक आह्वान भएकाले सोही दिन छानबिन समिति गठनबारे छलफल हुने र गुरुङमाथि लागेको आरोपमाथि छानबिन भई सफाई पाएर छिट्टै गृहमन्त्रीमा कमब्याक हुने संकेत गरेको छ। वैशाख 9 गते पदबाट गुरुङले बाहिरिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले आफैले राखेका छन्। गृह मन्त्रालयको जिम्मेवारीमा पार्टी सभापति रवि लामिछानेले आफ्नो निकटकालाई पठाउन चाहे पनि सुदन बाहेक अरूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री शाहले नचाहेको स्रोतले बताएको छ। रवि र बालेनको मिलन गराउन लागि परेका गुरुङ पुनः गृहमन्त्री बन्नुपर्छ भन्दै उनका समर्थकहरूले सडक प्रदर्शन समेत गरेका छन्। बालेन र रविलाई दबावमा राख्न सुदन गुरुङले आफ्ना समर्थकहरूलाई सडकमा उतारेको समेत विपक्षीहरूको आरोप छ। जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय प्रधानमन्त्रीले नै लामो समय होल्ड गर्दा सरकारको नेतृत्वमाथि प्रश्न उठाइएको छ। अहिले पनि गृह मन्त्रालयको काममा गुरुङका स्वकीय सचिव जेम्स कार्की र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले कमान्ड गरिराखेको पाइएको छ। गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा पानी बाँड्न सडकमा निस्किएका गुरुङ एकाएक जेनजी अगुवाको रूपमा उदाएका गुरुङ गृहमन्त्री बनेपछि पूर्व भिआइपीहरूलाई तर्साउँदै खुबै चर्चा पाइरहेका थिए। तर बिचौलिया दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा चौतर्फी प्रश्नहरू उठेपछि मन्त्रालयबाट बाहिरिएका गुरुङमाथि सरकारले अझै पनि निष्पक्ष छानबिन प्रक्रिया अघि सारेको छैन। सम्भवतः 28 गते संसद बैठकमा छानबिन बारे छलफल हुने र पुनः गुरुङलाई नै गृह मन्त्रालयमा फर्काउने तयारी भइरहेको पार्टी स्रोतको दाबी छ। रासोपाले आफू नेतृत्वको बहुमत सरकार हाकिरहँदा विपक्षी दलहरूले गम्भीर प्रश्न उठाइरहेका छन्। गुरुङमाथि छानबिनको विषय उठेपछि रासोपाले आफ्नो पार्टी पहुँचको भरमा निष्पक्ष र तटस्थ छानबिन नगर्ने विपक्षी दलका नेताहरूले औल्याएका छन्। छानबिन समिति बनाउने विषयमा पार्टीभित्र छलफल भएको छैन। अनुशासन समितिले पनि प्रक्रिया अगाडि बढाएको छैन। वैशाख 28 गते संसद बैठक आह्वान भएकाले त्यहाँ नै छलफल होला, स्रोतले बतायो। यसअघि रासोपा अनुशासन आयोग कार्यवाहक प्रमुख रमाकान्त रिमालले गुरुङको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि नबढेको बताएका थिए। गुरुङले राजीनामा नदिँदै वैशाख 7 गते केन्द्रीय समितिको बैठकको निर्णय कुरेर बसेको आयोगले स्पष्ट जवाफ नआएपछि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको थिएन। गुरुङले राजीनामा दिएकै बेला गृहमन्त्री बन्नका लागि महामन्त्री कविन्द्र बुल्लाकोटी, प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहराले दाबी गरेका थिए। तर प्रधानमन्त्री शाह गृह मन्त्रालयको जिम्मेवारी अरूलाई दिन सकारात्मक नदेखिएपछि सबैको चर्चा सेलाएको बताइएको छ। राजीनामा दिएको घोषणा गर्दै गर्दा पनि गुरुङले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए। गुरुङले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भनेर नै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए। मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु, उनले भनेका थिए।